किनकि अज्ञानता काटिना साथ नै अज्ञानता जहाँ समाप्त हुन्छ त्यहाँ समस्या उत्पत्ति नै हुँदैन। पहिलो कुरा, इनकेस भइहाल्यो भने तत्काल समाधान हुन्छ। यो यस्तो कुरो भयो, जहाँ बत्ती बलिरहेको छ त्यहाँ अँध्यारो हुनै सक्दैन। जहाँ बत्ती बलिरहेको छ त्यहाँ 24 घण्टा उज्यालै हुन्छ। इनकेस बत्ती निभिहाल्यो भने त अँध्यारो हुन्छ, तर त्यो अँध्यारो पनि फेरि बत्ती तुरन्त बल्यो भने तुरन्तै जान्छ। अतः दुःखलाई यसरी नै जोडौँ, मान्छेले भोग्ने दुःख पीडा दर्दलाई यसरी नै बुझौँ कि हामीलाई त दुःख आउँछ अनि हामी भेडा जस्तै दुःखसँग भिड्न पुग्छौँ। हे दुःखसँग भिड्ने भेडाहरू हो भनेर भन्दा केही फरक पर्दैन। हामी जम्मै त्यही भेडा हौँ जो 24 घण्टा दुःखसँग भिडिरहेका हुन्छौँ। शारीरिक रूपमा पनि कुदाकुद गरेर कुद्न नमिल्ने ठाउँमा मानसिक रूपमा भिडिरहेका हुन्छौँ। हामी शारीरिक रूपमा पनि मानसिक रूपमा पनि दुःखसँग भिडिरहेका हुन्छौँ। अनि जति